सम्पूर्णमा फेरि पनि नमस्कार। म आज पनि सानो भ्लग लिएर बैतडी पाटनबाट हामी सुटिङमा थियौँ। त्यहाँबाट पुरै यताको माया बोकेर लिएर जाउँ। मसँग एउटा बहिनी हुनुहुन्छ, साह्रै मिठो गीत गाउनुहुन्छ। बहिनी नमस्ते, के छ हालखबर? एउटा धेरै लामो भ्लग गऱ्यो भने साथीहरूले हेर्नुहुन्न, अनि एउटा सानो गीत गाइदिउँ है। Wow, thank you. यता हाम्रो बहिनीहरू हुनुहुन्छ, विद्यार्थी दाइ बहिनीहरू। यता ठुलो माछा देखाउँछु हजुरहरूलाई। हामी बसेको अब थकाइदिएपछि हाम्रो नाटक सुरु हुने हो। यहाँ उपस्थित भएका सबैले हाम्रो प्रस्तुति यहाँ नाटक हुने हो। लाइभ सोमा पनि हुने, हामीसँग लाइभ दिएका कलाकार पनि आएका छन्, त्यसै गरी गायक पनि आएका छन्, मोडल पनि आएका छन्। अब म पुरो बसेको भन्नु आएको छु। ल हजुर सब्सक्राइबर बजाउँ, सब्सक्राइब गर्दाने सबैले रमाइलो गरेर आज यो कार्यक्रम सम्पन्न गरौँ। दिजु हजुर चाहिँ मेरो युट्युबमा स्वागत छ। धन्यवाद बहिनी। आज आउनु भएको छ दिजु? आज हामी बैतडी पाटनमा। अनि कस्तो लागिरहेछ हजुरलाई? धेरै राम्रो लाग्यो। बैतडी पाटन भन्दा कस्तो होला जस्तो मनमा लाग्थ्यो, तर धेरै पाटनै रहेछ, आउने ठाउँ रहेछ, आउनु पर्छ। फेरि बोलायो भने आउनु। हाम्रो एकजना बहिनी हुनुहुन्छ, 9 क्लासको बहिनी खेल्दै हुनुहुन्छ। हामी सुटिङमा छौँ। बहिनीको परिचय म के अरे दिदी अन्जलीको रोल लिएर छु। अनि रियल नाम भन्थ्यो? रियल नाम सरिता रावत हो। कहाँ छ? हामीहरू अहिले बैतडीमा छ, सडक नाटकको लागि छ हामीहरू।